हेलो साथीहरू, यो हाम्रो चाहिँ फोनहरूको कुनै पनि एप्सहरू थिच्दाखेरि कुनै बेला जुन फेसबुक थिचे पनि सेटिङ थिचे पनि यो अप्सन आयो भनेदेखि चाहिँ त्यो जुन हाम्रो सेटिङ नचलेको भनौँ न, सेटिङले काम नगरेको भनौँ न, सेटिङमा थिच्दाखेरि नै अब केही हुँदैन, अप्सन त्यस्तो आउँछ। कता जाने, कसरी मिलाउने भन्ने कुरा क्या। यसलाई चाहिँ कसरी सल्भ गर्ने भनेको चाहिँ भिभो V29 है। त्यही भएर यसलाई चाहिँ कसरी सल्भ गर्ने भन्ने सिस्टममा चाहिँ म तपाईँलाई बताउँछु। माथिबाट स्क्रोल गर्ने है, सेटिङमा क्लिक गर्दै भएको छैन है, लेट स्टार्ट हुने रहेछ है। यो समस्या छ भनेको चाहिँ डिफल्ट एपमा प्रब्लम आएको हो। यसलाई चाहिँ कसरी गर्ने भन्दा फर्स्टमा चाहिँ स्क्रोल गर्ने माथिबाट होइन, त्यसपछि चाहिँ सिधै डिफल्ट एप टाइप गर्ने, त्यसपछि मिस्टेक डिफल्ट एपमा टच गर्ने, त्यसपछि यहाँनिर होम एप भन्ने अप्सन आउँछ, त्यसमा टच गरिसकेपछि सिस्टम होम स्क्रिनमा टच गरिसकेपछि मोबाइल भयो। गुड लगाइस यस्तै भिडियो हेर्नको लागि लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है। यो चाहिँ समस्या धेरै होइन, अब धेरै जान्ने भएर कता लाग्यो। अहिले सेटिङ चलिसक्यो है, अघि चल्दैन थियो।